आउनुहोस् जेनजी प्रोटेस्ट 2082 का भित्री कथाहरूलाई विस्तृतमै बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। नेपाल लामो समयदेखि भ्रष्टाचारले ग्रसित देश हो। ट्रान्सप्यारेन्सी इन्टरनेसनलकै रिपोर्टले पनि यो कुरा हरेक वर्ष नै देखाइरहन्छ र हामीले त पछिल्लो 5 वर्षदेखि यही भ्रष्टाचारको विरुद्धमा भ्रष्टाचारीहरूलाई एक्सपोज गर्दै भिडियो बनाउँदै आएका पनि थियौँ। हामीले भिडियो बनाउँदा अनि हरेक काण्ड खोतल्दै जाँदा 3 पात्रहरूमा गएर ठोकिन्थ्यो। नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहाल प्रचण्ड। र अझ विगत 10 वर्षदेखि यी तीनै नेताहरू पालै पालो देशको प्रधानमन्त्री भएका थिए र एक खाले म्युजिकल चेयर नै चलिरहेको थियो। त्यो बाहेक पनि विगत 30-40 वर्षदेखि नै राजनीतिक शक्ति यी तीनै नेताहरूको वरिपरि घुमिरहेको थियो। शक्तिकै आडमा यी नेताहरू र तिनका आसेपासेहरूले घर ठड्याएका थिए, महल ठड्याएका थिए। हिजो चप्पल पड्काउँदै सहर छिर्नेहरू आज भुइँमा खुट्टा नै नटेक्ने भएका थिए। उनीहरूको भ्रष्टाचारको अडियो क्लिपहरू नै सार्वजनिक हुन्थ्यो, भ्रष्टाचारकै प्रमाणहरू भेटिन्थ्यो। तर त्यसो भइरहँदा पनि उनीहरूलाई सजाय हुँदैन थियो, जसले गर्दा अन्य नेपालीहरूमा एउटा आवेग थियो। अझ नेताहरूका छोराछोरी नाति नातिनाहरूले त ल्याभिस लाइफ बाँचिरहेका थिए। सामाजिक सञ्जालमा उनीहरू लग्जरी गाडी, महँगो भ्याकेसन अनि लोभलाग्दो लाइफस्टाइलको फोटोहरू यसरी हाल्थिए कि मानौ उनीहरू आम नेपाली जनतालाई गिज्याउँदैछन्।